देख्न सक्नुहुन्छ भाटबटेनी पूर्ण रूपमा फोरिएको छ। भाटबटेनीबाट यसरी सामानहरू निकालेर यहाँ ठ्याक्कै तपाईँको बङ्गलादेशको स्टाइल जसरी शेख हसिनाको दरबारमा छिरेका थिए त्यस्तै चाहिँ विभिन्न ठाउँका विभिन्न कुराहरूमा आक्रमण गरिरहेका छन्। आन्दोलन यो राजावादी आन्दोलनकारीहरू भन्दा फरक नपर्ला। उहाँहरू चाहिँ कोटेश्वरमा अश्रु ग्यास खाइसके पछाडि उहाँहरू आएर विभिन्न स्थानका विभिन्न कुराहरूमा एकदम आक्रामक रूपमा प्रस्तुत तपाईँ चाहिँ कहाँबाट स्वतः स्फूर्त? म खै अब बाबा मैले जन्माएँ, म यतै जन्मी होइन, म यतै छु। उतापट्टि प्रहरीलाई ढुङ्गा हानेर रोकिरहेको अवस्था भनेर हामीले बुझेका छौँ भने यतापट्टि चाहिँ भाटबटेनीमा खुल्ला रूपमा भित्रबाट सामानहरू निकाल्दै फालिएको अवस्था छ। तपाईँ बङ्गलादेश त के थियो, बङ्गलादेशमा खाने पाएको छैन, हाम्रो नेपालमा जति खाने छ खाऊ होला। तपाईँहरू खानु पाएको छैन, के खानु हो तपाईँहरूले?